नमस्कार। आज हामी धरानको एउटा एकदमै चर्चित अनि अलि रहस्यमय पनि लाग्ने ठाउँको कुरा गर्दैछौँ। नमस्ते। धरान भन्ने बित्तिकै धेरैले सम्झिने ठाउँ होइन, बुढा सुब्बा मन्दिर? हो, त्यही बुढा सुब्बा मन्दिर। एकदम। यो ठाउँको आफ्नै खालको भनौँ न एउटा आभा छ। हामीले पनि आज बुढा सुब्बा मन्दिर आस्था, प्रेम र संस्कृतिको मिलन भन्ने लेखलाई आधार बनाएर यो कुराकानी गर्न लागेका हौँ। स्थानीय विश्वास, किंवदन्ती अनुसार चाहिँ यो एकजना किरात राजा जसलाई सुब्बा भनिन्थ्यो रे। सुब्बा? ए हो, सुब्बा उहाँको आत्मासँग जोडिएको मानिन्छ। भनिन्छ उहाँले यही क्षेत्रमा शिकार खेल्दा वा कुनै कारणले ज्यान गुमाउनु भयो। अनि उहाँको आत्मा यही ठाउँमा रहन थाल्यो। अब सुब्बाको अर्थ किरात भाषामा नेता वा प्रमुख हुन्छ। समय बित्दै जाँदा उहाँलाई नै बुढा वरिष्ठ सुब्बा भनेर पुज्न थालियो। भनेपछि यो कुनै देवताको मूर्ति भएको मन्दिर होइन? होइन होइन, यही त सबैभन्दा चाखलाग्दो कुरा हो। त्यहाँ कुनै मूर्ति नै छैन। मूर्ति नै छैन? अनि के छ त? केवल एउटा थान जस्तो छ, अलिकति उठेको ठाउँ, चिहान जस्तो देखिने। मान्छेहरू त्यही थानलाई नै बुढा सुब्बा मानेर पूजा गर्छन्। यो त साँच्चै फरक रहेछ। मूर्ति नहुनुको केही खास अर्थ होला नि त? यसले के देखाउँछ भने सायद भौतिक स्वरूप भन्दा पनि त्यो अदृश्य आत्मिक शक्तिलाई बढी महत्त्व दिएको। यो किरात संस्कृतिसँग पनि मिल्छ। उहाँहरूको प्रकृति पूजा, पितृपूजामा देखिने रूप भन्दा अनुभव गरिने शक्ति बढी महत्त्वपूर्ण हुन्छ। हो र, जस्तै हावा, पानी, पुर्खाको आत्मा। हो त्यस्तै। बुढा सुब्बाको थानले पनि त्यही अमूर्त तर शक्तिशाली आत्माको सम्मान गरेको जस्तो बुझिन्छ। भौतिक मूर्ति भन्दा परको विश्वास। अनि अर्को कुरा, यी बुढा सुब्बालाई रक्षक मान्ने पनि उहाँलाई एकदम शान्त अहिंसाको प्रतीक मानिन्छ अरे नि त? हो, यो एकदम महत्त्वपूर्ण पक्ष हो। उहाँलाई आशीर्वाद दिने, रक्षा गर्ने आत्मा मानिन्छ, तर कसैलाई हानि नगर्ने। उहाँको शक्ति उग्र छैन, शान्त छ। ल, अब सबैभन्दा रमाइलो पाटोमा जाउँ। यसलाई धरानको प्रेम मन्दिर पनि भन्छन् रे। यो चाहिँ कसरी भयो? हो नि, यो पक्षले गर्दा त युवाहरूमा झनै लोकप्रिय छ यो ठाउँ। के विश्वास छ रे त्यस्तो? विश्वास यस्तो छ कि यदि प्रेमी प्रेमिकाले सँगै आएर बुढा सुब्बालाई साक्षी राखेर कसम खाए, मन्नत मागे भने उनीहरूको प्रेम सफल हुन्छ रे। कहिले छुट्नु पर्दैन, धोका हुँदैन, सम्बन्ध टुट्दैन भन्ने विश्वास छ। साँच्चै? ओहो, कस्तो रोमान्टिक। मतलब बुढा सुब्बा प्रेमको ग्यारेन्टी बस्दिनु हुने। त्यस्तै भनौँ न। धेरै जोडीहरू, खास गरी बिहे गर्ने विचार गरेकाहरू यहाँ आएर सँगै जिउने वाचा गर्छन्। बुढा सुब्बालाई आफ्नो प्रेमको रक्षक र साक्षी मान्छन्। यसले गर्दा यो ठाउँ प्रेम र प्रतिबद्धताको प्रतीक जस्तै बनेको छ है धरानमा? एकदमै। तर यो विश्वास मात्रै हो कि यसको केही सामाजिक अर्थ पनि छ? यसलाई खाली अन्धविश्वास मात्र भन्नु अलि मिल्दैन कि यसले प्रेम जस्तो व्यक्तिगत भावनालाई धार्मिक आस्था र सामाजिक निष्ठासँग जोडेको छ। कसरी? हेर्नुस् न, जब एक जोडीले पवित्र ठाउँमा गएर एकअर्काप्रति सधैँ इमान्दार रहने वाचा गर्छन् नि, त्यसले उनीहरूको सम्बन्धलाई एउटा नैतिक बल दिन्छ। यो सम्बन्धप्रति हामी गम्भीर छौँ भनेर देखाउने एउटा सांस्कृतिक तरिका भयो। एक किसिमले सम्बन्धलाई अझ बलियो बनाउने, वफादार रहन प्रेरित गर्ने माध्यम जस्तो। हो त्यस्तै। भावनात्मक रूपमा यो निकै अर्थपूर्ण छ। त्यसो भए हामीले आज बुझ्दा धरानको बुढा सुब्बा मन्दिर त एउटा बहुआयामिक ठाउँ रहेछ। हो एकदम। यो किरात इतिहास बोकेको ठाउँ भयो, प्रकृति पूजाको नमुना भयो, सबै समुदायको साझा आस्थाको केन्द्र भयो, अनि प्रेम र प्रतिबद्धताको साक्षी पनि भयो। मूर्ति नहुनुले अमूर्त शक्तिप्रतिको विश्वास देखायो, अनि प्रेमको वाचा गर्ने थलो बनेर सम्बन्धको गहिराईलाई सम्मान गर्यो। कति धेरै कुरा जोडिएको। हो नि, साँच्चै अनौठो र सुन्दर सङ्गम छ यहाँ। यसले धरानको मात्र होइन, हाम्रो समग्र नेपाली समाजकै सांस्कृतिक र सामाजिक पक्षलाई झल्काउँछ। यो मन्दिरले धर्मभन्दा पर गएर मानवता, प्रेम, सहिष्णुताको सन्देश दिएको जस्तो लाग्यो मलाई त। बिल्कुल। यसले देखाउँछ कि परम्परागत विश्वासहरूले कसरी आज पनि मानिसहरूलाई भावनात्मक रूपमा जोड्न र समाजमा शान्ति, सद्भाव कायम राख्न मद्दत गरिरहेका छन्।
यो साँच्चै हाम्रो सांस्कृतिक सम्पदाको गौरव हो। यो सबै कुराकानीपछि एउटा प्रश्न आयो है मनमा। के प्रश्न? अहिलेको यो यस्तो व्यस्त आधुनिक जीवनमा जहाँ सबै कुरा यति छिटो परिवर्तन भइरहेको छ, के बुढा सुब्बा जस्ता आस्थाका केन्द्रहरूले साँच्चै मानिसहरूलाई आफ्नो वाचा, आफ्नो प्रेमप्रति अडिग रहन, इमान्दार रहन प्रेरणा दिइरहलान् त? यो एकदमै जायज प्रश्न हो। समयसँगै विश्वासका स्वरूपहरू त बदलिन सक्छन्। तर यी ठाउँहरूले बोकेको जुन सार छ नि, निष्ठा, प्रेम, शान्ति, सहिष्णुता, यसको महत्त्व सायद कहिल्यै कम हुँदैन होला। मान्छेलाई आफ्नो भित्री मनसँग जोडिन, सम्बन्धलाई महत्त्व दिन, समाजमा मिलेर बस्न यस्ता ठाउँहरूले सधैँ कुनै न कुनै रूपमा बाटो देखाइरहन्छन् जस्तो लाग्छ मलाई। सायद यी विश्वासहरूले हामीलाई सम्झाइरहन्छन् कि जीवनमा दौडधूप र भौतिक कुराहरू बाहेक पनि आस्था, प्रेम, निष्ठा जस्ता नदेखिने तर शक्तिशाली कुराहरूको कति धेरै महत्त्व छ। अब श्रोताहरूले पनि सोच्न सक्नुहुन्छ कि यस्ता परम्परागत विश्वास र स्थलहरू आजको डिजिटल युगमा झन महत्त्वपूर्ण भएका छन् कि बिस्तारै हराउँदै जाने हुन्। यो सोच्ने योग्य कुरा हो।